ड्रिम्स टिभी हेरिराख्नु भएको छ। ड्रिम्स टिभीमा तपाईलाई स्वागत छ। आजको सपना श्रृङ्खला मध्ये सपनामा तपाईले सुन आफूलाई भेटिएको अवस्थामा देख्नुहुन्छ भने त्यो सपना तपाईको लागि कस्तो संकेत लिएर आएको हुन्छ र त्यस्तो सपनाले तपाईलाई भविष्यमा के कस्तो संकेत दिने गर्दछ। विपन्नको कुरा गर्दा विपन्नमा सुन भेट्टाउनु भनेको राम्रो मानिँदैन, किनकि भेट्टाएको सुनमा अथवा चोरी गरेको सुनमा कलीको बास हुन्छ भनिएको छ। अर्थात् त्यो सुन भेट्टाएपछि चाहिँ अलिकति नराम्रो संकेत चाहिँ आफ्नो जीवनमा आउन खोजेको मानिन्छ भने सपनामा यदि तपाईले सुन भेट्टाउनु हो भने ठ्याक्क यसको विपरीत संकेत हुन्छ। यदि सपनामा सुन भेट्टाउनु भयो भने तपाईलाई धन लाभ, सफलता र मान सम्मानमा वृद्धिको संकेत मानिन्छ। अर्थात् यस्तो सपनाले तपाईलाई आर्थिक उन्नतिको संकेत दिएको हुन्छ, अवसरको संकेत दिएको हुन्छ, परिश्रमको फल मिल्ने संकेत दिएको हुन्छ, मान सम्मानमा वृद्धिको संकेत मानिएको हुन्छ। तर कहिलेकाहीँ कुनै कुनै सन्दर्भमा चाहिँ सपनामा चाहिँ आफ्नो सुन चोरी हुनु भनेको फेरि सौभाग्यलाई चाहिँ आफ्नो सौभाग्य चाहिँ अन्ततिर जाने, धनहानिको संकेतको रूपमा चाहिँ मानिन्छ।